गाइजहरु स्वागत छ फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। अनि आज चाहिँ भिडियो बनाउनुको खास कारण चाहिँ किनभने आज न्यू इयर हो नि त। अनि सबैजनालाई ह्याप्पी न्यू इयर 2083 को धेरै धेरै शुभकामना सम्पूर्णमा। नेपालमा चाहिँ छैन, बाहिर छ तैपनि हैन मनाउन चाहिँ मनाउँदैन न्यू इयर, तर पनि सबैलाई नयाँ वर्षको शुभकामना छ। अनि म चाहिँ अघि नै भर्खर के अरे ड्युटीबाट आएर अब यसो आज भिडियो बनाइदिउँ भनेको हैन। अनि हेर्न सक्छौँ यो हाम्रो होस्टेलको माथिबाट यस्तो देखिन्छ। यतातिर चाहिँ यो गाडीहरू छ, यता यो चाहिँ स्कुल हो, यता चाहिँ मस्जिद छ। अनि अब आजदेखि सुरु गरौँ भनेको भिडियो बनाउन हैन। अब कति सकिन्छ एक वर्षमा भिडियो बनाउन, त्यही भएर भिडियो चाहिँ हालिराख्नुपर्छ भन्ने सोचमा छु। हप्तामा अब कतिवटा हुन्छ, 2-3टा हैन, सकेसम्म त बनाइराख्ने। अब बिहान निस्किन्छ काममा ड्युटीमा, अब बिहान फेरि बनाउन मनै लाग्दैन, ड्युटीमा फेरि भिडियो गर्नै पाइन्न, त्यहाँ अलाउै छैन। त्यस कारणले गर्दाखेरि बेलुका आउने, बेलुका बनाउने यता रुमतिर। अनि त्यही भएर पनि ट्राई गर्छु डेली ब्लग हाल्न हैन। अनि कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला हैन। डेली ब्लगलाई म चाहिँ अब सुरु गर्छु आजदेखि हैन। अनि म चाहिँ अहिले अब तल गइरहेको छु, उता चाहिँ हाम्रो होस्टेलको कपडा सुकाउने ग्यालेरी। अनि म चाहिँ आज लिफ्टबाट चाहिँ गइरहेको होइन, सिँढीबाट गइरहेको छु। माथि त बस्दैन, त्यो ड्युटीलाई माथि बस्ने। अब साइडमा चाहिँ सिँढी छ, अनि सेन्टरमा चाहिँ के अरे लिफ्ट छ। त्यही भएर आज त साइडमा आएको भिडियो बनाउन, एउटा सिँढीबाटै जाऊँ भनेको। अनि मलाई त थाहा पनि थिएन आज न्यू इयर भनेर, नत्र आज छुट्टी लिनु पर्ने। तल फेरि यस्तो छ हेर्नु, यो सब त्यो चाइनिजवाला के डुबा भन्छ, त्यही डुबा हो। अहिले त काटेर रहेछन्। अनि यता चाहिँ म्यानमारहरूको यो चाहिँ बल खेल्ने ठाउँ, पुरा नाङ्गै बसिरहेको, खै खुट्टाले कसरी हान्छ। अस्ति नै मैले खेलेको, मेरो त पुरा टालु भइरहेको थियो, के अरे टालु खुइलेर झन् पुरा रातो भइरहेको थियो। यिनीहरू चाहिँ यतातिर खेल्छ, दिनकै खेलेको बानी यिनीहरूको चाहिँ होइन न, दामी खेल्छ। गएन। बेलुकातिर केटाहरू यता पुरै बसे हुन्छ होइन, यो डुबामा बसे हुन्छ। अनि कोही गिटार बजाउनेले गिटार लिएर हुन्छ, गफ लाउँछ, गीतहरू गाउँछ, अनि गिटारहरू बजाउँछ। छुट्टी के अरे छुट्टी हुने दिन जस्तै भोलि छुट्टी हुनु छ भने आज त झन् अब हाम्रो त सन्डे छुट्टी हुन्छ नि। अब सन्डे छुट्टी हुन्छ, जस्तै अब सन्डे छुट्टी हुन्छ शनिबारको राति के यता पुरै बसे हुन्छ 11-12 बजीसम्म। अनि रमाइलो गर्छ केटाहरू। अनि पछाडितिर देख्न सक्नुहुन्छ यो गाउँ जस्तै घरहरू बनाएको छ। यिनीहरू चाहिँ भर्खर नयाँ बनेको, यिनीहरू चाहिँ पुरानो हो यो घर चाहिँ। अनि अझै सनसेट पनि भएको छैन हेर्नु न। त्यो होस्टेल चाहिँ अर्कै होस्टेल हो। अनि यो चाहिँ हाम्रो होस्टेल। अब खास चाहिँ म त निस्किन्न क्या, ड्युटीबाट आयो रुममा। अब खाना बनाउने पालो भयो भने त के हो, खाना बनाउने पालो भयो भने त खाना बनाउँछु। अनि त्यो खाना बनाउनमै फेरि टाइम जान्छ, नत्र अहिले त भाइको पालो छ नि, भाइहरूको, त्यही भएर भाइहरू बनाउँछ। अनि यति बेला चाहिँ फ्री हुन्छु।
त्यही भएर अब चाहिँ दिनकै बेलुका बेलुका यस्तो बाहिर निस्केर भिडियो बनाऊँ भनेको। अब खासै लामो त बन्दैन, तर पनि जति सक्छु त्यति बनाउने कोसिस चाहिँ गर्छु। अनि म चाहिँ नम्बर पनि लेख्छु, भ्लग 1, भ्लग 2, भ्लग 3 भनेर। त्यही भएर ट्राई मारिदिउँ न भनेको 1 वर्षसम्म, होइन? अनि पो हुन्छ त। अहिले सायद एकछिनमा उता बाहिर पनि जान्छु होला, उता यसो हल्का रोडमा पनि हिँडौँ भनेको। उतातिर नै जाम बाहिरपट्टि। म त अहिले भित्रै छु। यो पुरै यो जालीहरू लाछ। यो यहाँ कोही पनि आउन पाउन्न नि। यो पुरै जाली छ। त्यही भएर एकछिन उता बाहिर जाम भनेको। एक्लै जान मन पनि लाग्दैन फेरि बाहिर। साथी हुनु पऱ्यो, साथी निस्किन्न रुमबाट। अब जाने पनि एउटा त्यो भाइ छ, भाइ पनि कहिले कसो त्यो गेम खेलेर बस्छ, लुडो खेल्ने, लाइभमा बस्ने, त्यही गर्छ। त्यही पनि खै म जाम एकछिन उता, कोही साथी भेट्छ कि बाहिर। त्यही नै हो गाइज। अब आज न्यु इयर भइसक्यो। अब भोलिबाट अब प्राय दिनकै अलिअलि भए पनि के 9-10 मिनटको भए पनि भ्लग चाहिँ बनाउने कोसिस चाहिँ गर्छु, होइन? जति बनाए पनि हेरिदिनु होला, माया सपोर्ट र साथ सपोर्ट दिनु होला भन्ने आशा छ, होइन? उसमा फेसबुक पनि फलो गरिदिनु होला। मेरो भर्खर खोलेको छु फेसबुक आइडी। त्यो पुरानो खै के भयो अनि म मेन्सन गरिदिन्छु। उता नि गएर साथी बनिदिनु होला। उसमा नि केही रिल्सहरू, भिडियोहरू, फोटोहरू आउँछ उता नि। साइकलहरू हेर्नु न, हाम्रो पुरै ढलिरहेछ। खै म चाहिँ बाहिर गइरहेको छु। अझै त सनसेट पनि भएको छैन यार। कति बजेछ? भर्खर त 6:30 बज्छ। 7 बजे सनसेट हुन्छ। थ्याङ्क यू भन्छ। यस्तो छ। अन्त चाहिँ गार्ड बस्ने रुम हो। एक्लै हुनुहुन्छ त। उतातिर कोही ड्युटी जानलाई रेडी भएछ पछाडिपट्टि। कोही हुँदैन हेर्नु न यति बेला, पुरा रोड खाली हुन्छ। शनिबारको हुन्छ मान्छेहरू यहाँ, कि त नै शनिबारको होइन, सन्डेको। अब सन्डेको सबैको छुट्टी हुन्छ नि। त्यही भएर बाहिर निस्किन्छ, यता बसे हुन्छ। अनि कोही ड्युटीबाट आउँछ। अब कसैको फेरि सन्डेको छुट्टी नै हुँदैन, फेरि अर्कै दिन छुट्टी पर्छ उनीहरूको। त्यही भएर सन्डेको चाहिँ मान्छेहरू बढी हुन्छ। अस्ति यो गएको सन्डेमा मैले भिडियो बनाएको छु, बरु गएर हेरिदिनु होला। त्यसमा चाहिँ थुप्रै मान्छेहरू छ सन्डेको दिन बनाएको भिडियो। पुरै यतातिर त यो सबै बसे हुन्छ, यता नि बसे हुन्छ, यो पावर हाउसतिर नि बसे हुन्छ। यो छैन, केटाहरू त कोही पनि छैन यता। घुम्नलाई चाहिँ यति बेलै ठिक हुन्छ क्या, होइन? अब त सनसेट नि हुन लागिसक्यो। त्यही भएर यस्तो शीतलले हुन्छ बेलुका। अनि भिडियो क्वालिटी पनि राम्रो आउँछ नि। पुरै जङ्गल छ यतातिर। यो चाहिँ कम्पनी यतातिर, यो चाहिँ सुरु नै भएको छैन, चालु नै भएको छैन। त्यही भएर यति बेला नै ठिक लाग्छ क्या भिडियो बनाएको। यति बेला ठिक, एकदम व्यस्त हो। अब केटाहरू अहिले 7 बजिसकेपछि कोही ड्युटीबाट आउँछ, कोही ड्युटी जान्छ। अनि कोही 11 बजे ड्युटीबाट आउँछ, कोही 11 बजे जान्छ फेरि। यो यति बेला चाहिँ अहिले पुरा शान्त छ। केटाहरू त आइरहेको छ उता ड्युटीबाट। को हो यता माथि। अलिकति भयो कि यति बेला चाहिँ निस्किनु पर्ला अब दिनकै भिडियो बनाउन, होइन? एकछिन भिडियो बनाउने 10-12 मिनटको हालिदिने, के छ र, होइन? म चाहिँ भ्लग 1, भ्लग 2 गरेर हाल्छु भनेछु।
खै के कस्तो हुन्छ बढिरहेछ बिस्तारै सब्सक्राइबरहरू होइन। युट्युबमा त त्यस्तै हो, एकैचोटि कहाँबाट हुन्छ, एउटा एउटा गरेर बढ्ने हो। गाइस यार बसी यहाँ पुरा अँधेरो भइसक्यो हेर्नु न। म त यत्तिकै बसिरहेको थिएँ, भिडियो एडिटिङ गरिरहेको थिएँ फेसबुकमा हाल्नलाई। अनि अब चाहिँ रुम हिँडेको, उता रुम खासै धेरै त भएको छैन, अझै उज्यालै छ। तैपनि अब रुम जानु पऱ्यो, बसेर मात्रै के काम, त्यही भएर हिँडेको। केटाहरू भर्खर निस्किरहेको छ हेर्नु न, कोही ड्युटी गइरहेछ, त्यो ड्युटीबाट आइरहेछ होला। एकछिन एडिटिङ गरेर आएको थियो त भिडियोहरू। कहाँ हिँडेको मान्छे? उता ड्युटीबाट के अरे ड्युटी पुर्याउने, ड्युटीबाट ल्याउने गाडी यस्तो हुन्छ सानो। लगाइ हुन्छ धेरै लाउँ, भिडियो पनि नबनाऊँ। आजको भिडियो यतिकै नै राखौँ होइन। भिडियो मन परे लाइक गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, अनि बेल आइकनलाई अलमा क्लिक गर्नु होला। आजको भिडियो यति नै, हस् बाई।